वेलकम टु माई न्यू भ्लग। अनि गाइज आज चाहिँ मेरो भाइ पनि आएको छ मेरो नयाँ भ्लगमा। हेलो भन्दै आयो हेलो भन्दै। अनि गाइज उसको नाम चाहिँ आरोग्य बाराकोटी हो। अनि गाइज मेरो फुपूको छोरो हो। अनि गाइज आज चाहिँ हामी दुईजना मिलेर चट्ट क्रिकेट खेल्न गएको। क्रिकेटको सामान देखाउँदै त भाइ चट्ट गाइज हेर्न सक्नुहुन्छ यो क्रिकेटको सबै सामान छ। अनि गाइज आज पिकनिक पनि खान आँटेको क्रिकेट खेल्दै। गाइज मेरो पनि युट्युब च्यानल छ आरोग्य बाराकोटी, मलाई पनि सब्स्क्राइब हानिदिनु होला। यसको च्यानलमा पनि सब्स्क्राइब हानिदिनु होइन गाइज। यो बिचरा रुनाटिसक्यो तपाईँको कति बनाऊ भनेर। अनि गाइज अब चाहिँ अहिले चाहिँ हामी जाँदैछौँ दोकान। अनि दोकानमा गएर के हुन्छ भरे हेरौँ ल। अहिले अब हेरिहाल्यो अब दोकान पुग्ने आँट्यौँ हामी आइपुग्यौँ दोकान। अब अङ्कललाई बोलाउन पालि मान्छे पनि आइसक्यो दोकान खोल्दै। गाइस अर्को गाइस दोकानको साँढेको छ भुजिया किन्दैछ गाइस भाइले। अनि भाइले भुजिया किनिरहेछ अब पिकनिक खानेको लागि। अनि गाइस अब पिकनिक खाँदा जानुपर्ने कतिखेर अब खिचिसक्छ ल्याङ भएको छ क्या। गाइस अब जाउँ होइन त्यसपछि गाइस म चिन जस्तो क्यामेराम्यान ठिकै हुन्छ होला सबैजना ठिकै हुन्छ होला होइन। मेरो च्यानल अलि युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु किनभने केही भन्नुहुन्छ ल गाइस। सो गाइज हामी अब चटपटे बनाउन आँटेको छौँ। अब यता क्यामेरा मतिर पार अर्को क्यामेरा। हेलो गाइस बनाउँदैछु म चटपटे चोरको लागि आइसकेको छ सामान। उता देखाएको गाइज यतातिर नि यतातिर चटपटे बनाउँदैछ मेरो दादा। अनि त्यसपछि हामी त भाइसँग चटपटे सस्ता मुस्ता चटपटे बनाइयो। अब गाइस खाने पालि हल्का खाम भाइसँग एकचोटि खाने गाइस अब हामी खाना अब खाँदैछौँ गाइस। यता मेरो भाइलाई पनि हेर्नु होइन। सो गाइस चटपटे खाइसक्यो मस्त पिरो भइरहेछ। भाइ चाहिँ फोहोर फ्याँक्न गएको छ यतिकैतिर अब आउँछ एकछिनमा आउँछ गाइस एकछिनतिर। अनि गाइस अनि क्रिकेट खेल्नुपर्छ भाइ भाइ। सो गाइस अब भाइ पनि आइसक्यो भाइ पनि आइसक्यो। अब भाइसँग अब जाउँ क्रिकेट खेल्न जाउँ ल। गाइस अब क्रिकेट खेलेर छौँ। क्रिकेटको भाइ अर्को स्ट्याम्पहरू देखाइदिए। सो गाइस स्ट्याम्प र ब्याट बल अनि यहाँ छ बल मारुतिको। सो गाइस अब हेरौँ कस्तो हुन्छ। सो गाइस झन्डै भाइ आउट भएको। सो गाइस अब बल हाल्नु पर्यो मेरो पालि। सो गाइस ओ नो फेरि गाइस लेफ्टी हान्दैछु कि लेफ्टी फेरि आफ्नो चल्दैन कि। अब गाइस फेरि हेर्न सक्नुहुन्छ। सो गाइस आउट भएको भएन कस्तो अनलकी दिन हो। लेफ्टी हानिरहेको छु तर पनि आज एकचोटि त लेफ्टी लाग्छ होला भनिदिएर हानेको। अब गाइस राइटीको पालि एलपिडब्लु आउट। सो गाइस उसको बडीमा लागेको छ त्यसैले भएको छैन तर पनि एलपिडब्लु नलिएको। अब गाइस ल अर्को बलिङ के गर लेफ्टीको चारचोटि हानेको 4 चोटि मिस भइसक्यो गाइस कस्तो हो। सो गाइस भाइले हानिसकेको छ। सो गाइस भाइले अब मिस गर्छ क्या हो भनेको मिस गर हो गाइस 5 चोटि हानेको 5 चोटि मिस भइसक्यो लेफ्टीले आउटै हुँदैन।
यो बाटो नि म अहिले कति नि बिस्तारै बिस्तारै बोल्नु भिडियो लगिरहेको छ होइन पर्दैन पर्दैन ल गाइस अब हुँदैछ अब लास्ट हो 6 ओभर पुग्छ अहिले गर्दा अनि भाइको टर्न आउँछ ल अब भाइको टर्न बोलिङ गर्ने सो गाइस अब स्टाम्प हेर्नु एकदम फिल्डिङको ल्याएको छ गाइस भाइले इटरीदेखि ब्याट पनि ठिकै ठिकै छ म यु क्यान गो म यति जानु र गाइज यहाँ भाइ हान्दैछ भाइ हान एकचोटि हान अनि त क्यामेरा समात्नु यार सो गाइ छक्का लाग्यो चौका लाग्यो जस्तो छ सो गाइज म रन दिइरहेको छु लगाइज भाइको पालि गाइज हेर्न सक्नुहुन्छ दादालाई मेरोतिर फर्क गाइज यो हो अब म हान्न आँटेको अर्को हातले पकाउँछु म क्यामेरा चाहिँ नसोध्न यी गाइज हेर्नु मैले हाने आउट भयो वाट अ पर्फेक्ट गाइज लेफ्टीले हारेको त्यसले लेफ्टी हातेर समातेर आउट पारिदियो वाट अ क्रेजी म्यान लगाइज भाइको स्किलहरू ल क्रिकेटको कतिको सक्दो रहेछ भाइको भिडियो बनाइरहेको छु ल भाइ फेरि हात फेरि गर त ल अब गाइज अब भेट्नु मेरो भोलिको ब्लगमा बाई बाई गाइज